गुड मर्निङ साथीहरू, सबैजना आरामै हुनुहुन्छ होला। हामी पनि ठिकै छौँ। अनि आज चाहिँ म हजुरहरूलाई एउटा स्पेशल भिडियो लिएर आएको छु र त्यो भिडियो हो हजुरहरूले पँयालो रातो हैन, पँयालोको भित्र रातो अनि हरियोको भित्र रातो खरबुजा चाहिँ देख्नुभयो, मैले देखाइसकेको छु हैन। आज म हजुरहरूले अर्को नयाँ तरबुज देखाउँदैछु है, खरबुज। ल हेर्न सक्नुहुन्छ, यो हो हरियो तरबुज। यसको बाहिर हरियो छ अनि यसको भित्र सरप्राइज, यसको भित्र पँयालो छ। जमाना कस्तो आयो हैन साथीहरू। हरियोको भित्र रातो हुन्थ्यो, हरियोको भित्र रातै हुन्थ्यो। अहिले फेरि पँयालोको भित्र रातो आयो। अहिले हुँदा हुँदै हरियोको भित्र पँयालो आयो खरबुजा। म हजुरहरूलाई काटेर देखाउँछस्। ल हेर्नुहोस् है साथीहरू, बाहिरबाट हरियो भित्रबाट पँयालो। नयाँ नयाँ डिजाइनको खरबुजा लिएर आउँछु मैले। हजुरहरूले हामीलाई माया गरिदिनु होला हैन, फलो पनि गरेर जानु होला है, हेरेर मात्रै नजानु होला। हामीले यति धेरै मेहनत गर्छौँ भिडियो बनाउनको लागि, ननलेर मैले हैन नन, हामीले कति मेहनत गरेछौँ भिडियो बनाउनलाई। हजुरहरूले फलै नगरिदिने, फलो गरिदिनुहोस् भन्नु त। साथीहरू आउनु हजुरहरू नि खरबुजा खानलाई। इन्डियामा त तरबुजा भन्छन्, नेपालमा खरबुजा हो। हामीले त सानो सानोमा त खरबुजै भन्थ्यौँ नेपालमा। ल हेर्नु है, यसको भुत्ला चाहिँ साह्रै पातलो छ है साथीहरू। यी बोक्रा जस्तो हरियोमा पँयालोमा धेरै थिएन, यसमा चाहिँ पातलो छ कि, पातलो पातलो। ल है साथीहरू, मेरो खरबुजा काटेर रेडी। अब म यसलाई टेस्ट गर्छु है कस्तो छ। मिठो छ, रातो भन्दा नि मिठो छ। जसले यो वाला खरबुजा खानु भएको छ उहाँहरूले